9 बजिसकेको छ रातिको बिमला आन्टीको बर्थडे र आज चाहिँ हामी सरप्राइज दिने प्लान गरेको छ। Happy birthday! Hello everyone, welcome to my vlog. र आज चाहिँ 9 बजिसकेको छ रातिको। आज चाहिँ हाम्रो बिमला आन्टीको बर्थडे र आज चाहिँ हामी सरप्राइज दिने प्लान गरेको छ। माथिबाट शान्ति आन्टी, पुसेहरू, बुहारी भाइ आएको छ अनि नानी युसिका पनि छ। पर हामी सरप्राइज प्लान गरेको छ नि त आज हामीले। सो अब जाँदैछौँ, भाइहरू अलिक अगाडि गाडी लगेर गएको छ, म चाहिँ हेरेर रोड जाँदैछु नि त। लेट्स सी अगाडि कतिको सरप्राइज हुने कि हामी उल्टा सरप्राइज हुने अन्त लेट्स सी ल ल गड ब्लेस यु। हामी चाहिँ बुहारी आन्टीहरू आएको छ, भाइ ए पुसे चाहिँ आएको छैन ए, म त पुसे पनि आएको छ। यो चाहिँ हाम्रो शान्ति आन्टी सरप्राइज प्लान हो हाम्रो। हेरौँ है, अब हामी उल्टा सरप्राइज हुने हो है। अहिले चाहिँ हामी आन्टी घर आइपुग्यो, हेरौँ है त के हुन्छ त। किचनमा चाहिँ कम छैन अहिले हामी मात्रै आइरहेको छ यहाँ। के छ प्लेटमा प्लेटमा गिफ्ट पनि लिइरहेको छ नि त अन्त। यो चाहिँ केक सरप्राइज चाहिँ हुन्छ है। लेट्स सी के भन्छ है। यति ठुलो ठुलो थिएन आएको चिकचिक पनि भिम्जेछ निद्रामा टर्ची गएको छ। लेट्स सी क्या दामी भएछ केक त, बिस्तारै बिस्तारै। त्यो चाहिँ बर्थडेको हो। स्विट यसो भाइ बिचरा यो पनि निन्द्रा सरी आइरहेको छ यहाँनिर। टाइम चाहिँ अहिले 9:10 भएको छ। यहाँतिर स्विट्स पनि लिएको रहेछ, स्विट्स पनि लिएको रहेछ। यहीँ बोलाउँछ अरे, यहीँ बोलाउँछ अरे। ओ यहीँ बोलाउँछ लाइट लाइट राम्रो लाग्छ। यहाँ चाहिँ भाइले आन्टीले बोलाउँदैछ, आन्टी रुममै रहेछ। Happy birthday to you, happy birthday to you, happy birthday, happy birthday, happy birthday to you. Happy birthday auntie. ले केक कटिङ गरौँ, केक कटिङ ल। आन्टीले केक काट्दैछ अहिले, सरप्राइज प्लान थियो हाम्रो। ल पुसेला 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 आमिन गर्यो पहिला है। तिमी उफ्नु नि। महान जीवित परमेश्वर बाबु, हामी तपाईलाई धन्यवाद र महिमा प्रशंसा तपाईलाई चढाउँदछौँ। तपाईँ जीवित र पवित्र परमेश्वर हुनुहुन्छ, सारा सृष्टिको मालिक परमेश्वर। पृथ्वीमा रहेका हरेक मानव जातिप्रति तपाईँ दया र प्रेम गर्ने। विगत वर्षहरूमा धेरै दुःख कष्ट बिमार रोगले सताए तापनि अनि हरेक प्रियहरूको प्रार्थनाको सहयोगमा तपाईँ परमेश्वरको जिउँदो छुवाएर चङ्गाई प्रभु तपाईँले दिनुभयो। अनुग्रह चाहन्छौँ। अनि जुन प्रियहरूलाई यति बेला सरप्राइज यो जुन प्रकारको एउटा हेप्पी बर्थडे भनिकन शुभकामना दर्शाउँदै
यो जुन केकहरू ल्याएको छ, आदर सम्मान इज्जत र महिमा र प्रशंसा प्रभु हामी तपाईँलाई दिँदै आशिष अनुग्रह बिन्ती माग्छौँ यीशु ख्रीष्टको नाममा। आमेन। अब बेनालाई पुछेर खुवाइदिनुहोस्। केक पनि अर्कै खालको छ। थाहा छैन नि। स्मल पिस। अब आन्टी चाहिँ कति पुगेको? कति पुग्यो तपाईँ अब? ल 52। अब आजदेखि चाहिँ हाम्रो आन्टी 52 ए 53 रहेछ है। 53 ल उयो साइड केकबाट भाइ उयो आन्टीको अलिक गालामा केक लगाइदिनु न। केक अलिअलि लगाइदिनु। सानो नानीले अब कुखुरा बनाइ भयो। ल सरप्राइज केक पनि काट्यो अनि सरप्राइज पनि थियो। दामी भयो। आजको सरप्राइजिङ हाम्रो बर्थडे चाहिँ यहीँ सकेको छ। अहिले भने चाहिँ सरप्राइज फङ्सनहरू आन्टीलाई पनि भेट्यो। See you. Bye bye.